हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। र आजको यस भिडियोमा हामी एकदम टप 10+2 कलेजेस इन नेपालको बारे कुरा गर्छौँ। आई एम डक्टर लभ एन्ड यु आर वाचिङ माई च्यानल। सो लेट्स गेट स्टार्टेड। सो टप 9 नम्बरको कलेजमा रहेछ काठमाडौँ युनिभर्सिटी हाई स्कुल। यो काठमाडौँ युनिभर्सिटी हाई स्कुलको बारेमा एकदम इम्पोर्टेन्ट कुरा के छ, यो जुन कलेज छ यो भनेको युनिभर्सिटीको कलेज हो। यो टियुसँग एफिलिएटेड छैन वा चाहिँ यो कुनै पर्टिकुलर संस्थासँग एफिलिएटेड छैन। यो हाम्रो युनिभर्सिटी काठमाडौँ युनिभर्सिटी जसले एमबीबीएस पढाउँछ र धेरै जस्तो फ्याकल्टी पढाउँछ त्यसकै युनिभर्सिटीको आफ्नै हाई स्कुल हो है। सो यो स्कुल चाहिँ एकदमै राम्रो हुनेछ 9 नम्बरको लागि। यसमा ओन्ली इम्पोर्टेन्ट कुरा के रहेछ, ओन्ली साइन्स स्ट्रिम मात्रै एभाइलेबल छ। यसमा हामीले अब कमर्स वा म्यानेजमेन्टको स्ट्रिमहरू छैन एभाइलेबल। सो युनिभर्सिटीको कलेज भएको कारणले कि बेस्ट कलेज छ है। बस फेसिलिटीहरू पनि रहेछ, होस्टेल रहेछ, एक्स्ट्रा करिकुलर एक्टिभिटिज बबाल भइहाल्यो। धुलीखेलमा लोकेटेड छ। यसमा तपाईँले एडमिसन लिनको लागि तपाईँले यसको इन्ट्रान्स एक्जामिनेसन दिनुपर्छ। यसमा सेम एनईबीमा तपाईँले सीईमा तपाईँले कति ल्याउनु पर्ने हुन्छ भने 2.8 जीपीए साइन्सको लागि ल्याउनु पर्ने हुन्छ र त्यसपछि यसको इलिजिबल हुनुहुन्छ यहाँ पढ्नको लागि र तपाईँको 100 मार्क्सको एक्जाम हुन्छ र त्यही अनुसारले तपाईँको सिलेक्सन प्रोसेस हुन्छ। ओके, सो यसको केही ड्रब्याक्सहरू छ गाइज। ड्रब्याक्सहरू के रहेछ कि अब जे भए पनि भ्यालीको बाहिर रहेछ, त्यही भएर यो थोरै कतिलाई नमन पर्न सक्छ र थोरै भ्याली बाहिर छ भनेपछि आइसोलेटेड पनि फिल हुन्छ र युनिभर्सिटीको कलेज हुँदाहुँदै पनि थोरै महँगो चाहिँ छ। सो ओके, द्याट्स वाइ वी केप्ट इन 9 नम्बर। नयाँ छ तर राम्रो छ, त्यही भएर नयाँ राम्रो भएको कारणले नै यसलाई 9 नम्बर राखेको छ। ओके, लेट्स कम टु गाइज 8 नम्बर कलेज। सो 8 नम्बरको हाम्रो कलेज रहेछ वीरेन्द्र सैनिक कलेज। सो वीरेन्द्र सैनिक कलेज एकदमै दामी कलेज हो है। यो कलेज चाहिँ हाम्रो आर्मीहरूकोबाट रन हुन्छ। ओके, सो आर्मीबाट रन हुन्छ र यो कलेजमा बेसिकली 60% जुन सिट्स हुन्छ त्यो आर्मी पर्सनलहरूको लागि छुट्याइएको हो, यानि कि आर्मीकै फ्यामिलीजको लागि छुट्याइएको हो भने 40% सिट्स हामी सिभिलियन्सको लागि हो। ओके, और होस्टेल इम्पोर्टेन्ट कुरा, होस्टेल जुन छ त्यो बोइजको लागि कम्पलसरी छ गाइस। सो बोइजहरू बाहिर बस्छु भनेर त्यस्तो नसोच्नु है। यसमा चाहिँ बोइजको लागि होस्टेल कम्पलसरी होस्टेल छ भने गर्ल्सको लागि प्लस माइनस, जसलाई मन छ बस्ने, छैन मन नबस्ने। ओके, यहाँ चाहिँ तपाईँले 3टा टेस्ट हुन्छ। अरू सबै ठाउँमा तपाईँले जस्ट एउटा एमसीक्यू र इलिजिबल छ भने पढ्न पायो भने, तर यहाँ चाहिँ तपाईँले के छ भने यदि तपाईँले 3टै टेस्ट पास गर्नुभयो भने ओन्ली यु आर एलिजिबल टु स्टडी हियर। सो एउटा फर्स्टमा एक्जाम हुन्छ एमसीक्यू एक्जाम, अर्को हुन्छ मेडिकल चेकअप र त्यसपछि हुन्छ इन्टरभ्यू। सो 3टै प्रोसेस तपाईँले पार गरिसकेपछि बल्ल यु क्यान स्टडी हियर गाइज। अब यसको इन्ट्रान्स एक्जामिनेसन कुरा गर्दाखेरि यसमा 2टा मेन फ्याकल्टीको पढाइ हुन्छ, साइन्स रहेछ र अर्को म्यानेजमेन्ट रहेछ। दुईटैमा 100 मार्क्सको एक्जाम हुन्छ र स्क्रिनमा तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ कि कुन टपिकबाट कति मार्क्सको सोध्दो रहेछ एन्ड यही अनुसारले तपाईँले प्रिपरेसन गरेर मेडिकल चेकअपमा सिम्पली तपाईँको अब केही मेडिकल डिजिज छ छैन त्यहीहरू हेराउँछ। तपाईँको रनिङ एबिलिटीहरू पनि चेक गर्न सक्छ त्यति बेला है। ओके, सो दोज आर नट बिग थिङ। ओके, जस्ट एउटा सिम्पल इन्टरभ्यू हुन्छ र इफ यु आर गुड इनफ देन यु विल बी गेट सिलेक्टेड। ओके, 7 नम्बरको कलेज रहेछ एसओएस हायर सेकेन्ड्री स्कुल भक्तपुर। ओके, यो भक्तपुरको एसओएस सेकेन्ड्री हायर स्कुल पनि एकदमै राम्रो कलेजमा पर्छ गाइज। अब यो कलेजमा पनि के रहेछ, मात्र साइन्स पढाइ हुन्छ। ओके, सो साइन्स मात्र पढाइ हुन्छ र त्यसमा पनि बायो ग्रुप मात्र पढाइ हुन्छ। त्यही भएर यो एकदम कलेज स्पेसिफिक छ क्या, सर्टेड छ। यसलाई अरू कुरामाथि कसैले केही ध्यान दिनु पनि छैन र यसमा चाहिँ कस्तो हुन्छ भने यो कलेज एकदमै चुजी टाइपको कलेज छ, यानि कि धेरै सिट्स अरू कलेज जस्तो पैसा कमाउने भ्यूले खोलेको कलेज चाहिँ होइन। यो एउटा संस्थाबाट एसओएस भनेर संस्था छ, त्यो संस्थाबाट चल्ने कलेज हो। द्याट्स वाइ यहाँ चाहिँ के हुन्छ भने 600-700 स्टुडेन्ट्सहरू इन्ट्रान्स एक्जामिनेसन पछि सेलेक्टेड भइरहेको हुन्छ र तिनीहरूको इन्टरभ्यू हुन्छ र लास्टमा 140 स्टुडेन्ट्स मात्र सेलेक्टेड हुन्छ। सो त्यो 140 स्टुडेन्ट्स जुन सेलेक्टेड भएको छ त्यो त ओभियस कुरा हो, दामी भइ नै हाल्छ। ओके होइन। ओके, र अर्को कुरा म्यानेजमेन्टको लागि नो नै छ यो कलेजमा। सो लेट्स मुभ अन। र इन्ट्रान्स एक्जामिनेसनको कुरा गर्दाखेरि यहाँ चाहिँ तपाईँको अलमोस्ट यहाँ पनि 100 मार्क्सकै एक्जाम हुन्छ र तपाईँले स्क्रिनमा हेर्न सक्नु भइरहेछ कि कसरी त्यो 100 मार्क्सलाई डिस्ट्रिब्युट गरेर यही अनुसार तपाईँले प्रिपरेसन गर्न सक्नुहुनेछ। ओके, यहाँ मैले लेखेको छु ग्लोबल कलेज अफ साइन्स, जसलाई मैले नम्बर 6 मा पनि हालेको छु र नम्बर 1 मा पनि हालेको छु। अब कतिले सोच्ला वाइ नम्बर 6 र वाइ नम्बर 1 एट द सेम टाइम। हेर्नुहोस्, यो कलेज फर्स्ट अफ अल इनिसिएट भएको थियो म्यानेजमेन्टको लागि है। सो इनिसियली द कलेज डिड अ ब्लकबस्टर जब इन द म्यानेजमेन्ट स्ट्रिम। ल्याटर कलेजले साइन्स स्ट्रिम पनि खोल्यो र दुईटै स्ट्रिम्सको अहिले एकदम राम्रो चलिरहेछ। सो साइन्स अलिक नयाँ छ, त्यही भएर साइन्सलाई हामीले 6 नम्बरमा हाल्यौँ। तर कसैलाई म्यानेजमेन्ट पढ्नु छ भने चाहिँ इट इज द बेस्ट कलेज इन नेपाल है। म्यानेजमेन्टको लागि चाहिँ नम्बर 1 कलेज हो, तर साइन्सको लागि नम्बर 6 मा हामीले हालेको छौँ।
ठीक छ ओके सो इट्स अ बेस्ट कलेज अब ग्लोबल कलेज भनेको अब हाई फाई कलेज पनि हो यहाँ महँगो रहेछ सबै फी स्ट्रक्चर छ भेरी हाई एक्सपेन्सिभ सो अलिक इकोनोमिक प्रब्लम छ भने यो कलेजको बारे नसोच्दा हुन्छ ओके अब अलिक हाई फाई कलेज छ भने एडमिसन रिक्वायरमेन्ट्सहरू के रहेछ भन्ने सोच्नुभयो होला सो एडमिसन रिक्वायरमेन्ट्स इज भेरी सिम्पल इट्स जस्ट यु हेभ टु गेट जिपिए अफ 2.8 र त्यसपछि तपाईँले एटलिस्ट साइन्स र म्याथमेटिक्समा C+ ल्याउनु पर्ने हुन्छ र बाँकी सबै सब्जेक्टमा D+ ल्याए काम चलिहाल्छ ठिक छ यहाँ चाहिँ एउटा अर्को पार्ट राम्रो के छ भने ए लेभलको पनि जुन क्याम्ब्रिज युनिभर्सिटीसँग एफिलिएटेड हुन्छ त्यसको पनि पढाइ हुन्छ है सो द्याट इज अल्सो अ गुड पोइन्ट ओके अब हामी अलिक विस्तृतमा कुरा गर्छौँ नम्बर 5 को कलेज सो नम्बर 5 को कलेज रहेको छ हाम्रो के त ट्रिनिटी इन्टरनेसनल कलेज ओके सो ट्रिनिटी इन्टरनेसनल कलेज चाहिँ यो अब हाम्रो काठमाडौँमा यसरी काठमाडौँमा अवस्थित कलेज हो अब यो कलेज सबै सुविधा सम्पन्न कलेज रहेछ है यो ट्रिनिटी इन्टरनेसनल कलेज र यसमा पनि हाम्रो तीनटै कुरा पढाइ हुन्छ द्याट इज साइन्स पनि पढाइ हुन्छ म्यानेजमेन्ट पनि पढाइ हुन्छ ह्युम्यानिटिज पनि हुन्छ है र यसमा त्यति मात्र नभएर ब्याचलर लेभलको पढाइहरू पनि अलमोस्ट BBS BCA BSc IT BSW BBM सबै नै कुराहरू यसमा पढाइ हुन्छ ठीक छ अब यहाँ पनि तपाईले एडमिसन गराउनको लागि सेम रहेछ अरु कलेज जस्तै 2.8 GPA ल्याउनु पर्ने हुन्छ तपाईले SCE मा र तपाईको C+ ग्रेड हुनुपर्छ म्याथ र साइन्समा र D+ ग्रेड अरु सब्जेक्टमा भए काम चलिहाल्छ तर तपाईले यदि म्यानेजमेन्ट स्ट्रिम पढ्न चाहिरहनु भएको छ भने 2.2 GPA गाइस कति GPA 2.2 GPA र एटलिस्ट D ग्रेड सबैमा भन्नुभयो भने काम चलिहाल्छ ठीक छ सो नोट द नम्बर्स 2.8 फर साइन्स and at least 2.2 for management okay so अगाडि बढौँ हामी र अरु कुरा गर्दाखेरि अब कलेज अलि हाई फाई नै छ यो पनि त्यही भएर यहाँ ल्याब ल्याबोरेटरीज हैन होस्टेल्स क्याफेटेरिया सबै कुराहरु एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरु सबै हुने गर्छ त्यही भएर राम्रै छ यो कलेज र यो कलेजको एउटा अर्को राम्रो कुरा के हो यो कलेजहरु भनेको यो अब जसलाई साइन्स पढ्नु छ दे आर रियली थिंकिङ फर आइदर दे विल डु इन्जिनियरिङ और दे विल डु मेडिकल हैन सो मेडिकल वा इन्जिनियरिङ केहीमा पनि छिर्नु छ भने तपाईहरुलाई यो कलेज राम्रै हुनेछ किनभने नेम भाइब्रेन्ट यही कलेजको नजिकमा छ र त्यही भएर तपाईले सजिलो हुन्छ तपाईलाई प्रिपरेसन गर्नको लागि त्यहाँ तपाईले प्री मेडिकल क्लासेसहरु जोइन गरेर अब नजिक भएपछि बल्ल प्री मेडिकल गर्न सक्छ के ठीक छ सो वी क्यान से दैट वन अफ द बेस्ट कलेज इन काठमाडौँ है गाइस ल ओके सो यो अलरेडी हामीले कुरा गरिसकेको छौं नाउ लेट्स मुभ टु द नम्बर 4 कलेज ओके नम्बर 4 कलेजमा रहेछ प्रसादी एकाडेमी सो प्रसादी एकाडेमी ललितपुरमा रहेको कलेज हो अब यो कलेजको एउटा राम्रो पक्ष भनौं यसले चाहिँ अब यो जुन 10+2 को रिजल्ट ल्याउँछ त्यसमा चाहिँ एकदम धेरै राम्रो गर्छ है 10+2 को रिजल्टमा त नेपालमै टप आन्छ यो कलेजले ठीक छ नि ओके सो दिस इज अल्सो वन अफ द बेस्ट कलेज तर यसमा केही डिमेरिट्सहरु छ जुन हामी अहिले भर्खर कुरा गर्छौं ओके हेर्नुस् भर्खर म यो पिक्चरमा पनि भन्दै थिए कि यसले धेरै पल्ट अवार्डहरु पाइराछ धेरै पल्ट अवार्डहरु पाएको छ ठीक छ नि ओके अब यसमा चाहिँ मेन साइन्स पनि पढाइ हुन्छ म्यानेजमेन्ट पनि पढाइ हुन्छ सो दुईटै कुरा पढाइ हुन्छ है ओके अब अर्को कुरा गर्नु पर्दाखेरि यो कलेज पनि अब इसी एक्टिभिटिजहरु र यताउतिमा एकदमै राम्रो छ र यो टप 4 मा हुने कारणहरु भनेको यसको बेस्ट रिजल्ट हो र यसले चाहिँ जस्तो सुकै बिग्रेको स्टुडेन्टलाई पनि राम्रो सपार्न एकदम रोल प्ले गर्छ सो यदि तपाईको स्टुडेन्ट्स अलिक बढी यताउतिमा लाग्न सक्छ लयमा लाग्न सक्छ भने त्यस्तोको लागि प्रसादी एकाडेमी एउटा जेल जस्तै भनौं न जेल जस्तै कलेज हो है इट्स अ काइन्ड अफ जेल र एउटा नराम्रो कुरा प्रसादीको के रहेछ भने यो कलेजमा बढी स्टुडेन्टलाई रटाउनमा बढी फोकस गर्छ जसरी पनि रटिहाल बुझ्नु छैन छैन मतलब भएन रट्न चाहिँ पर्यो के त्यही भएर मलाई चाहिँ त्यस्तो धेरै मन पर्दैन तर इट्स माई पर्सनल चोइस तर कतिले चाहिँ पढेछन् त्यहाँबाट एकदम राम्रो पनि गरेछन् ठीक छ ओके सो मेरो कुरा मान्नुहुन्छ भने प्रसादी केही पक्षमा राम्रो छ भने केही पक्षमा नराम्रो पनि छ ओके सो लेट्स मुभ टु अनदर कलेज सो नम्बर 3 मा रहेछ CCRC कलेज ओके सो यो वन अफ द बेस्ट कलेज रहेछ इन काठमाडौँ भ्याली CCRC कलेजको रिसेन्टमा एकदम धेरै यहाँबाट स्टुडेन्ट्सहरुले हरेक साल मेडिकलमा इन्जिनियरिङमा र डिफरेन्ट स्ट्रिम्सहरुमा यिनीहरुले राम्रो गरिराको हुन्छन् नाम निकालिराको हुन्छन् त्यही भएर यो कलेज पनि एकदम राम्रोमा पर्छ यिनीहरुले आफ्नै इन हाउस तपाईको प्रिपरेसन गराउने प्री मेडिकल प्री इन्जिनियरिङ प्रिपरेसन गराउने यिनीहरुले टिम बनाएको हुन्छ त्यही भएर पनि यो यिनीहरुको डिफरेन्शिएटिङ फ्याक्टर हो जुन कि अरु भन्दा सेपरेट छ ओके सो अब यिनीहरुको अब राम्रो 24 इयर अफ एक्सिलेन्स पनि लेखेको रहेछ सो हामी यसमा एकदम विश्वास गर्न सक्छौं सिट्सको कुरा गर्दाखेरि टन्नै सिट छ 450 सिट्स छ यहाँ पनि म्यानेजमेन्ट र साइन्स दुईटै स्ट्रिम पढाइ हुन्छ ओके
Okay, so let's get to another college, KMC college. Okay, so one of the best college जुन चाहिँ म पनि पढ्थे होला हो, यदि मैले यो कलेज पाएको भए म पनि पढ्थे होला। मेरो लागि कुनै सेन्समा यो नम्बर 1 कलेज नै हो है। तपाईले आफै पनि गएर कुनै दिन KMC गएर भिजिट गर्नुस्, तपाईले अरु कलेज र KMC मा पक्कै पनि धेरै कुरा डिफरेन्शिएटर तपाईले फिल गर्नुहुन्छ। र बेस्ट पार्ट के हो कि KMC एकदम नजिक छ नेमको, भाइब्रेन्टको। सो कसैले मेडिकल इन्ट्रान्स पढ्न सोच्दै हुनुहुन्छ भने यो बेस्ट हुनेछ, किनभने तपाईले यही बस्दाखेरि तपाईले शनिबार प्री मेडिकल नेमबाट पढ्न सक्नुहुनेछ र त्यसरी तपाईको फाउन्डेसन एकदमै स्ट्रङ हुन जान्छ। भोलिको दिनमा एकदम सजिलो पर्छ तपाईहरुलाई। ओके, यहाँ तपाईले साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज सबै पढाइ हुन्छ। मर्निङ डे जुन पनि शिफ्ट छ यहाँ पनि अवेलेबल है। सो टिचिङ फ्याकल्टी देखि लिएर यसको तपाईको अब जुन पनि एक्स्ट्रा करिकुलर एक्टिभिटिज एभ्रीथिङमा यो पिच परफेक्ट छ। जुन क्लासेसको जुन टाइमिङहरु छ त्यो पनि हाम्रोहरुको फेभरेबल, जसलाई जुन टाइममा मन लाग्छ त्यही टाइममा पढ्न सकिन्छ। क्यान्टिन, क्याफेटेरिया, एभ्रीथिङ जुन कि एउटा हाइफाई कलेजमा हुनुपर्ने र एउटा राम्रो पढाइ दिने खालको कलेजमा चाहिँ यो एकदम राम्रो कलेज हो। ओके, सो म चाहिँ एकदम रिक्वेस्ट गर्छु कि कसैको अब पनि यो KMC पाउनु भयो भने नछोड्नुस्, दामी कलेज छ। ओके, सो आफ्टर KMC वी विल टक अबाउट द नम्बर 1 कलेज है। सो नम्बर 1 कलेजमा चाहिँ हामी एकदमै इम्पोर्टेन्ट कुराहरू हामी यहाँ गर्नेछौँ है। ओके, सो वी विल टक अबाउट नाउ सेन्ट जेभियर्स कलेज माइतीघर। सो यो सेन्ट जेभियर कलेज माइतीघर अब नेपालकै 1 नम्बरको कलेजमा हामी लिन सक्छौँ यसलाई है। अब यो कलेजमा चाहिँ अब किन 1 नम्बरको कलेज हो त्यो पनि भर्खर हामी कुरा गरिहाल्छौँ मैले। ओके, सो यो कलेज माइतीघरमा लोकेटेड छ अनि यो चाहिँ बेस्ट कलेज इन नेपाल हो, दुईटै साइन्सको लागि, म्यानेजमेन्टको लागि। क्यापेसिटी भनेको झन्डै 3000 स्टुडेन्ट्सलाई यसले अटाउन सक्छ, बट इन डिफरेन्ट प्रोग्राम्स है। तर प्लस 2 को कुरा गर्दाखेरि 504 वटा सिट्स छ यसमा, जसमा चाहिँ केही सिट्सहरु रिजर्भ हुन्छ भने 490 सिट्स 490 सिट्स चाहिँ एभाइलेबल फर एभ्रीवन है। र यहाँ चाहिँ जुन इन्ट्रान्स हुन्छ त्यो इन्ट्रान्स चाहिँ धेरै स्टुडेन्ट्सले यो इन्ट्रान्स दिने गर्छ। यसको इन्ट्रान्स त्यही भएर टफेस्ट इन्ट्रान्स इन नेपालमा पढ्ने गर्छ यो। ओके, यहाँ पनि इन्ट्रान्स अरु जस्तै यहाँ पनि हाम्रो सबै कुरा यहाँ हाम्रो इन्ट्रान्समा यहाँ पढाइ हुन्छ यसको इन्ट्रान्समा। ओके, र यसमा चाहिँ हामीले अब यहाँ चाहिँ स्पेस पढ्नको लागि तपाईले के इलिजिबिलिटी छ भने अरु भन्दा डिफरेन्ट छ गाइज। अरु भन्दा के डिफरेन्ट छ भने साइन्स पढ्न सोच्नु भइराछ भने तपाईले A ग्रेड ल्याउनु पर्छ। केमा भने A ग्रेड ल्याउनु पर्ने हुन्छ। तपाईले एउटा साइन्समै ल्याउनु परिहाल्यो, एउटा म्याथमेटिक्समा ल्याउनु परिहाल्यो है, र अर्को भनेको इंग्लिशमा ल्याउनु पर्यो। सो तपाईले यदि पढ्न चाहनुहुन्छ भने यहाँको इलिजिबिलिटी अरु भन्दा फरक छ। साइन्सको लागि A ग्रेड ल्याउनु पर्ने हुन्छ 3टा सब्जेक्टमा, र रिमेनिङ सब्जेक्ट्समा तपाईले एटलिस्ट B+ है, एटलिस्ट B+ ल्याउनु पर्ने हुन्छ। रिमेनिङ सब्जेक्ट्समा एटलिस्ट B+ ल्याउनु पर्ने हुन्छ। यो कुरा विचार गरेर र यसैको रिजल्ट आउने बित्तिकै यसको फर्महरु खुलिहाल्छ, फर्म भरेर र यो किन चाहिँ वान अफ द बेस्ट कलेज, यो भन्दैन कि पढाइ यहाँ चाहिँ बेस्ट हुन्छ, तर किन बेस्ट हो, पनि सबै मेडिकलमा होस्, इन्जिनियरिङमा होस्, सेन्ट जेभियर कलेजको स्टुडेन्टले जहाँ पनि नाम निकाल्छ। किनभने स्टुडेन्टलाई चाहिएको एउटा कुरा के हो, साइज, माहौल, इन्भाइरोमेन्ट, कम्पिटिसन। सो इन्भाइरोमेन्ट जुन हुन्छ नि त्यो सेन्ट जेभियर जस्तो कहीँ पनि पाइँदैन। किनभने यहाँ जति पनि देशको ट्यालेन्टेड स्टुडेन्ट्सहरु हुन्छ सब यहाँ पढ्छन् के। सो देशको टप 500 स्टुडेन्ट्स स्टडी इन सेन्ट जेभियर। सो अभियस कुरा हो त्यो टप 500 स्टुडेन्टको बिचमा तपाईको बच्चा पढ्यो भने अभियसली त्यसले राम्रो नै गर्छ के। त्यहाँ कम्पिटिटिभ माहौलमा बसेको मान्छे पनि कम्पिटिटिभ नै भइहाल्छ। द्याट्स वाइ हामीले यसलाई 1 नम्बरकै कलेजमा राख्ने गर्छौं। र यो तपाईको स्टुडेन्टलाई आफै सेल्फ कसरी पढ्नु पर्छ भनेर यो हाम्रो सेन्ट जेभियर कलेज, अरु कलेजहरुमा बढी रट्नमा ध्यान दिने, कसरी +2 मा धेरै मार्क ल्याउने त्यसमा बढी फोकस गर्छ भने सेन्ट जेभियरले त्यो भन्दा पनि पर्सनल ग्रोथमा तपाई कसरी आफैले पढ्न सक्नुहुन्छ त्यसमा बढी फोकस गर्छ हाम्रो सेन्ट जेभियरले है। हाम्रो सिनियरहरु पनि सेन्ट जेभियरबाट पढ्दाखेरि उनीहरुले भन्थे उहाँहरु क्लासमा आफै गएर टपिक छानी एउटा स्टुडेन्टले एउटा टपिक पुरै क्लासले पढाउँथ्यो र त्यो सधैँ सबैको कसै न कसैको पालो पनि आउँछ। त्यसरी स्टुडेन्टहरुले त्यस्तो गरेर पनि कति सब्जेक्टै सकाए त्यहाँ के। सो एउटा स्टुडेन्टले एउटा टिचर बनेर सबैले पढाउँदाखेरि उसको नलेजमा जुन चेन्ज हुन्छ, इन्हान्समेन्ट हुन्छ, त्यो अरु कहीँ पनि पाइदैन। सो आई होप यो सबै जानकारीले तपाईहरुलाई पक्कै हेल्प गर्नेछ। सो ओके गाइज, स्टे ट्युन्ड फर such videos and thank you for watching my channel.